पिठोले किन टिका लाउँछन् भन्ने मलाई पनि थाहा छैन, तर लगाइदिन्छन्। अब यो लड्डु यहाँ लगाइदिउँ यहाँनिर। ल अनि अब अर्को कलर। ओहो ब्लेस यू। थ्याङ्क यू। अगरबत्तीको लिउ भयो नाकमा। खै यो नबस्दो रहेछ के हो। अलिक खस्रो भयो जस्तो छ। नाकिदिनु नि भयो। यहाँ तेरो दिदी लगाइदिँदैछ कि आज छुट्टी थियो कि मिलाएको? छुट्टी डे अफ राख्नु, डे अफ रिक्वेस्ट मिलाएको। के पुत्ताउँदो रहेछ भने नाकभरि लाउँथेँ अहिलेसम्म पहिला पहिला नि बेचतमा हान्न बेला त्यो त थाहा भएकै कुरा हो नि त। थाहा नपाए जस्तो नगर न। म अझै हामी लाउँदैछ। मम्मी ल अनि स्टार्ट गऱ्यो मैले साइडमा भएन भनेर प्रिले कराएको कराइ गरेर हामीले ठ्याक्कै साइडमा लाउँथ्यो कि यिनीहरूले चाहिँ साइड गरेपछि जतिखेर लाउँदा लाउने रहेछ। साइडमा भयो मलाई चढाएपछि त भइहाल्छ। कति लगायो 1 2 3 4 5 6 7 गिटर गिटर बाँकी छ। हजुर पनि आयो है भिडियोमा। नानी खेल्नु त ए ल मम्मी कलर चेन्ज गर्नु न अब फोटो खिच्नु। कुर्ता लगाइहाल्छ त कामै भ्याएको छैन होला भित्र। अहिले खाना लैजा बोलेको र भरेको खाँदा थियो। पिरियड त खासै उ त भएन मम्मी, पातलो पातलो लगाइदियो भएको बसेछ भइहाल्यो नि। त्यो निदा नखुम्जा है सबै तले त खसाल्छस् नखसाल। ल लाइट अन गरेर हुन्छ। लाइट अफ गर्नुभयो झन् कालो देखिन्छ। यो यताको त्यो मिल्दैन है। अब पहिला टोपी होला नि त। ल अब खै यो सबसे ठुलो साइजको टोपी हो, अट्छ कि अट्दैन है। हो त्यस्तो गर्दा नाकको पुज्दै हुँदैन बहुत पहिला। पक्रिनु हो ए ठुलो साइज रे। त्यो नि क्या अब सबसे ठुलो साइज नै नअटेपछि के हाल्नु त। नेपाली कसरी हो? अर्डर सर्ट न मम्मी टिस्यु ल्याइदिनु त। टिका नझार है। यो त यतिकै दिन्छु है। हातमा दियो नि टाइट टाइट फुगाले छ खास त्यो बाँधेरै गिफ्टको त्यस्तो। ल यो मखमलीको माला यो चाहिँ त घुस थियो सयपत्री पाएन। सयपत्री पाएन हौ। टिस्यु राख्यो नि त। वाइपले हुन्छ होला।
होइन यो एउटा जे भए पनि हुन्छ मलाई पहिला पहिला याद आइरहेको नाकमा लगाइदिएछ कि नानीले ल नभस्नु तरिकाले लगाइदिन्छु नि त ल अब देऊ न त्यो ए होला अब दिदीलाई ढोग्ने होला ल आशीर्वाद धेरै पढ्ने ज्ञानी हुने भनेको माने ढोका थोरै तानिदिनु त मम्मी त्यो त खाली देखेको बाबालाई पाल्ने ए होइन ठिक छ त्यति भयो हुन्छ कुलको नाम रोसन गर्ने त्यही हो ल राम्रो भयो अब दिदीलाई लगाइदिने होला अब ल लगाइदिउँ कस्तो राम्रो देखेँ है नम्देख्यो अब यतिकै फोटो खिचौँ पहिला अनि बुढो एउटा फोटो खिचिदेऊ न उसको रोपेर ओइ यो त बर भन्छ त्यो त लामो गिटारमा त भयो। ढुक्क देखेको छु हेर्न टोपीमा होइन पहिला लाउने होला नि यस्तरी एउटा यस्तरी बसेको ल ल भिडियोमै खिच्दैछु है मैले भिडियो पनि चलिरहेको छ भिडियोबाट खिचेको राम्रो हुन्छ म